ऊ त्यहाँ अगाडि एउटा आमा मकै पोलेर बस्दै हुनुहुन्छ उहाँलाई चाहिँ आज हामी सरप्राइज गर्नेछौँ है कति हो एउटाको एउटा पोल्दिन न त म त्यता आउन मिल्छ आउँछ है चिसो बढेको है म यतै बसौँ ल मकै त मिठो छ त आमा कति भन्नुभयो चिसोमा अलिकति यसो खाजा पनि खाएको थिइनँ अनि भोक लाग्यो क्या लिनु त छैन हो होइन राख्नुभयो हुन्छ राख्नुहोस् न ए छ ए हस् कता बस्नुहुन्छ नि कपन बस्नुहुन्छ गर्मीमा पनि बिग्छ है बिग्न चाहिँ अलिक कम बिग्ला ए झन् धेरै हो त्यो हो र एक दिन आउँछ 4-5 दिन आउँदैन एक हप्ता आउँछ 15 दिन आउँदैन अनि 4-5 दिन चाहिँ के गर्नुहुन्छ त ए सागहरू बेच्नुहुन्छ ज्यान पाल्नै पर्यो है हाम्रो आमा जस्तो मान्छे हुनुहुन्छ काम गरिरहनु भएको छ खुसी लाग्यो क्या मलाई पनि मसिन छ गर्नै पर्यो खानै पर्यो बाबु के गर्नु छोराछोरी पनि हुनुहुन्छ कतिजना 5जना हुनुहुन्छ है ए कत्रो हुनुहुन्छ त सानै हुनुहुन्छ ए हजुर मात्रै आमा झोला छ होला यो म प्याक गरेर लान्थेँ हतारमा आएको थिएँ त्यही पनि यसो बसिरहनु भएको रहेछ मलाई खाइदिइहालौँ न भनेर नि आमा मसँग एउटा सानो गेम खेलौँ न त यहाँ मसँग 2टा बट्टा छ एउटा खाली छ एउटा पुरस्कार छ आमाले काम गरिरहनु भएको छ मलाई खुसी लाग्यो क्या अनि आमाको लागि के गरौँ न भनेर नि सानो मेरो तर्फबाट एउटा खाली छ एउटामा चाहिँ उपहार छ ल छान्नु त हेर्नु त ल खाली पर्यो ल फेरि एकचोटि दिनु ल अब कुनमा छ त यो ननिकाल्नु नि यो झिक्नु ल हेर्नु त के रहेछ होइन त्यो निकाल्नु त के रहेछ ल 500 रहेछ यो चाहिँ हजुरलाई मेरो उपहार होइन खुसी लाग्यो हजुर काम गरेर बसिरहनु भएको छ नि त यो उमेरमा भनेको त हजुरले घरमा बस्ने होइन त उमेर हो त्यही पनि काम गरिरहनु भएको छ नि त अनि त्यो भएर चाहिँ मलाई खुसी लाग्यो क्या अनि त्यही भएर चाहिँ त होइन यसो जाडोमा हजुरले यसो तातो केही कुरा खानलाई जस्तो चाहिँ यहीँ चाबेलमा छ हजुर मेरोमा चाहिँ घडी चस्माहरू बेच्छु क्या मैले ल मलाई आशीर्वाद दिनु न त है हजुर हस् होइन एउटा भए पुग्छ म एक्लै छु क्या फेरि होइन गर्नु लागौँ ल म लागेँ है त हस् धन्यवाद होइन मलाई भयो यो 2टा भए पुग्छ हस् म फेरि पछि आउँछु नि है त हस्